चाहिँ बाबुलाई होइकेन लगेर आएको। बाबु रुएर जान नमानेर बहुत टेन्सन लागेर 1 घन्टा छोडेर आएको। त्यही पनि रोको रोइ गर्ने हो कि पिर पर्ने रहेछ। 1 घन्टा कतिखेर बित्ला जस्तो भइसक्यो मलाई त। पक्का राखिरहेको बिचरा जानै नमानेर लुगा तानेर रुइरहेको निक्लिँदासम्म के गरेर बस्छ होला 1 घन्टा। बहुत टेन्सन हुँदो रहेछ। तपाईँहरूको बाबु नानीहरू रुन्छ कि रुँदैन होइकेन लाग्दाखेरि? हाम्रो बाबु मात्र हो कि? बाबुलाई लिएर गएको 1 घन्टा पनि कुर्न सकेर मलाई यति गाह्रो भयो कि रुइरहेको लागि म चाहिँ बाबुको होइकेन आइपुगेँ। पुकुली के गर्दै छिन् होला? रुइरहेको भयो अन्त जानु बेलामा रुइरहेको छ। अहिले नि रुइरहेको होला। रुन त अब के गर्नु, जसरी नै बानी लाउनै पर्यो। बाबु चाहिँ कति धेरै रुएछ। आँखाबाट आँसु निकालेर नाकबाट सिगार निकालेर पुरै रातो पिरो भइरहेको थियो। पुण्यवती पुग्ने बित्तिकै अनि ड्याममा आएको अँगाल्नुमा बिचरा। कतिखेर ममा आउँछ र जान्छु भनेर बसिरहेको रहेछ। कस्तो गाह्रो हुँदो रहेछ बिचरा। अनि रिफ्रेस हुन्छ कि भनेर घर नजिकैको त्यो पार्कमा लगेर अनि एकछिन खेलाएँ। अनि स्कुलबाट निक्लिन्जेल त कस्तो अँधेरो मुखलाइरहेको थियो। अनि पार्कमा आएपछि बल्ल पापा बाबा भन्दा नि खेलेर अनि खुसी भयो पुन्टुली। एकछिन रिफ्रेस भयो पुकुली। अनि आज फर्स्ट डेको होइकेन। तपाईँहरूको बाबु नानी चाहिँ रुनुभयो कि रुनु भएन? मेरो बाबु चाहिँ मजाले रुयो। कस्तो भयो सबैजनाले सेयर गर्नुहोला। हस् त, धन्यवाद।